केही खाना त खाइराखेकै हो, त्यो उहिल्यै थाहा थियो र कतिपय हाम्रो गाउँघरतिर पनि हुन्थ्यो। तर आजको समग्रतामा नखाएको खाना, नपाएको टेस्ट र धेरै ठाउँको धेरै तरिकाले एउटै वस्तुलाई पनि विभिन्न भेराइटिजमा बनाएको र टेस्टहरू फरक भएको महसुस गरे। समग्रमा राम्रो छ। हिमालतिर बढी बस्छन्, पहाडतिर अब थारूहरू तराईतिर बस्छन्। हावापानी ठाउँ अनुसारको चिज वस्तुहरूको उत्पादन र निर्माण हुन्छ अनि अब त्यही चाहेर हाम्रो सिद्रा माछा खोजेर माथि कहाँ पाउनु पहाडमा, होइन र? एउटा थारू र मगरहरूको सबभन्दा राम्रो मिल्ने भनेको सुँगुर हो। सुँगुर र सुँगुरको मासु र पकाउने तरिका पनि उस्तै हो। तर अब माछाको आइटम, घुँगीको आइटम, गँगटाको आइटम, अब गँगटा त पहाडमा पनि हुन्छ, माछा पहाडमा पनि हुन्छ, तर घुँगी माथि हुन्न। अनि यो घुँगीको आइटम फरक पर्यो। त्यो अरू परिकार पनि जस्तै त्यो उसको के भन्छ हाम्रो त्यो गाबा, पाप्रो, पिँडालु भन्छ नि, त्यसको आइटम पनि खाइयो होइन। तिनीहरू अरू विभिन्न फरौला ओफ्रौला के होइन, सबै आइटमहरू फरक छ, टेस्ट पनि फरक छ। तर समग्रमा राम्रो छ। र यो आइटम बनाएका वस्तुहरू बनाउनेले बनाएको ठाउँबाट बेच्ने ठाउँमा राख्ने, खाने मान्छेले, किन्ने मान्छेले चाहिँ आफूलाई चोइस लाग्यो खानुपर्ने हो। आज त चाख्ने भने चाहिँ सबै खाइयो। अब यसले के गर्छ, के हुन्छ, पर्या बेहोरमलाई खाइहाल्यो होइन र?